100 दिनको छनकमा तपाईँलाई सबैभन्दा चोटिलो लागेको कुरा चाहिँ के? 100 दिनको छनौटमा हाम्रो जनताले केरा बेच्न पाए, आँप बेच्न पाए, तरकारी बेच्न पाए। म तपाईँलाई आजको एकदम गहिरो कुरा भन्छु। म मेरो जिल्लामा गएको थिएँ, कालो काउली हुन्छ नि, यहाँ 100 रुपियाँभन्दा कममा पाइन्न। मेरो गाउँमा 20 रुपियाँमा बेच्दै थियो, मोटरसाइकलमा लिएर एकजना साथीले। मेरो गाउँमा 5 रुपियाँमा सेतो काउली बेच्दै थियो। एउटा काउली 10 किलोसम्म फुलेको थियो। म सदनमा आएर भने न जनतालाई मल छ, न बिउ छ, न सिँचाइ छ, न बजार छ, न मूल्य छ। यो गाउँमा यस्तो छ, त्यो रोकिदेऊ न तपाईँलाई सिमानाहरू भन्दा कसैले मानेन। आज तिनले मलाई त्यो मूल्य पाएका छन्, तिनीहरू खुसी छन्। दाइले सदनमा बोलेको कुरा अहिले भयो भने त्यसमा मलाई आनन्द लागेको छ। एउटा दोस्रो कुरा, यति धेरै करप्सन, यति धेरै मुलुक लुट्ने, यो कुरामा पनि मलाई यसलाई त्यो पारदर्शी रूपमा देखिरहेको छु नि। त्यसले गर्दा मैले यो रोक, मैले सदनमा के भने, अब ठुलो जेल बनाउनु पर्छ, बजेटमा अलिकति पैसा छुट्याउनु, धेरै मान्छेहरू जेल बस्नुपर्ने अवस्था हुन्छ। मैले सदनमा भनेको थिएँ। मैले भने कसैले मानेन। मलाई त हरेक कुरा बोले बापत जल्न पर्यो कि परेन, मैले आमा गुमाउनु पर्यो कि परेन, तपाईँ आफै भन्नुहोस् न। मैले सबै कुरा भने हुनाले कमसेकम किसानहरूले, तरुलो वर्गहरूले आफ्नो मूल्य पाएका छन् नि। मैले सबैभन्दा ठुलो यो कुरालाई अत्यन्तै महत्त्वपूर्ण रूपले लिएको छु। म सहरमा बस्नेलाई यसले छुन्न, गाउँमा बस्नेलाई यसले छुन्छ।